쳔바 녀샤 곰츠 라야디 아니 나바 상게바 택바 치중 용라 작대वे 아니 तागोम केटा छेवा चाहिँ बारे अब यहाँ स्मृति उपस्थान को ध्यान भनेको चाहिँ अनि थेरवाद प्रतीक बुद्ध यान थेरवाद र महायान सबै तपाईको बौद्धको एउटा चाहिँ साझा एउटा सामान्य रूपमा गरिने एउटा चाहिँ प्रख्याति एउटा ख्याति तपाईको चाहिँ ध्यान हो यो तदा इन्जिनाला माइन्डफुलनेस चाहिँ tendeji sungudwa chiktata de me meshe khangdar chidang nangbe che nala keta yoba masebe thanda thurem nishu tsaji ba ani jige da tindegi thuzela zambuling khawa khasala ya themba nyasha se korla thonang chimbu teya jida keta yoba chi chagdu अब आजभोलि बुद्धको धर्ममा व्याख्या गरिएका जुन एउटा स्मृति उपस्थानको ध्यान छ त्यसको बारेमा चाहिँ 21औं शताब्दीमा चाहिँ सबैले बौद्ध होस् अबौद्ध होस् बुद्धिस्ट नन बुद्धिस्ट सबैले तपाईको चाहिँ बुद्ध धर्ममा व्याख्या गरिएका अनि स्मृति उपस्थानको बारेमा चाहिँ सबैले चासो दिइरहेको छ हो तच्चिता धन्दा गोम थोंमार ग्याकेन चिगला अनि थेम्बा न्यार्शा गोमदाङ जे लावाइना फेचे तेज थोठावा दवजिक छग योरे तर यसो प्रारम्भिक अभ्यासीहरूको लागि साधाको लागि चाहिँ स्मृति उपस्थानको बारेमा ध्यान गर्नु लगाउँदाखेरि चाहिँ अलिकति चाहिँ उच्च तहमा चाहिँ तहकोमा भएको जस्तो लाग्छ तेरे यिनजाङ खासाङ अन्जो गोम निमंगा थिएगी नाङने निमा शी मांगा दे अनि गोमगी चिसे गोमगी तने मोटो अनि मंगशी ती थोलया अनि तुजो मांगा दे ताङ ता थेम्बा न्याशा राङ दे अनि थालेन देला दुर्दु दवचेगी थने तारे निमा चिठी अनि मौं बालाया अनि गेबा छेनि चिठी हो सम्देयो अघि उहाँले स्मृति उपस्थानको जुन एउटा साधना चाहिँ ध्यान चाहिँ प्रारम्भिक अभ्यासीहरूको लागि आदि कर्मीहरूको लागि बिगिनर प्र्याक्टिसनरहरूको लागि चाहिँ अलिकति उपयुक्त नभएको जस्तो लागिरहेको छ त्यसकारणले किनभने अलिकति चाहिँ अलिकति लेभल हाई लेभलको चाहिँ ध्यान भएको कारणले गर्दाखेरि चाहिँ तपाईहरूले चाहिँ जुन एउटा भर्खरको एउटा अभ्यासी छ भने साधक छ भने चाहिँ उहाँहरूले चाहिँ अस्ति मैले बताएको ध्यानको जुन एउटा आधारभूत जुन एउटा मैले स्थापना भावनाको विषयमा बताएको थियो अनि विचार भावनाको विषयमा बताएको थियो तिनीहरू तपाईहरुले चाहिँ त्यो आधारको रूपमा पहिले गर्नुभएको राम्रो हुन्छ र त्यसको लागि तपाईहरुलाई चाहिँ 4 दिन चाहिँ त्यसमा चाहिँ मैले तपाईहरुले व्याख्या गरेको थिएँ र यो स्मृति उपस्थान चाहिँ पछिको वर्षमा तपाईहरुले चाहिँ अलिकति विस्तृत रूपमा सिकाउन चाहिँ चाहेको छु दिछे त थाले यहाँ ठम्बा न्याशा ठियादि दमलिङ या चिदा चिक ठाक्पा योबा तिन्दे चिदा मुयुला फेन्दो योबा तिन्दे चि यिम्बाला त यिने न्या अन्द दे ठम्बा न्याशा दे मठिना छोक चिने ठम्बा न्याशा से अनि बे गोम दि ख्याप देवा गांसिला दि नंगलोला गोमदाङ रिक गाशे दि जेशे कन्डे इना साम्बे थोबदु पेजा द थुम्बे पेजा नाला खन्डे शेबा नंसिङ थेयाबे 슝초모르다 슝초모 라 아니 송바 낭싱기 템방녀샤 곰당 랍켄디 때지 꼼보다지 레도다 템방녀샤디마 직티바 강실라 슝초모 랑기 도당 딱다 맹년지 엔데야 송켄데도 냥야다 도낭 때데와 곰랍년도 저자 디인데 상계기 템바 찔라 페나삼 야 닥테리야 용나삼 딘데지기 토네 다림도 스티데요 अनि आज मैले तपाईहरुको समक्ष स्मृति उपस्थानको ध्यानको बारेमा चाहिँ भन्नु चाहेको मूल कारण चाहिँ मैले देखिरहेको छु आजभोलि स्मृति उपस्थानको ध्यान सिकाउने जुन एउटा पक्षतिर चाहिँ सिकाउने गुरुहरुमा चाहिँ तरिका सिकाउने तरिका चाहिँ अलिकति चाहिँ तपाईको चाहिँ चित्त नबुझेको जस्तो पनि लागिरहेको छ किनभने
स्मृति उपस्थानको ध्यान तपाईँको चाहिँ बुद्धको सूत्र तन्त्रमा आधारित हुनुपर्ने हुन्छ। बुद्धको वचन र अनि बुद्धको वचनको टीकाहरूमा तपाईँको चाहिँ त्यो आधार बनाइकन सिकाउनु पर्ने हुन्छन्। तर हामी तपाईँको कुनैहरूले चाहिँ स्मृति उपस्थानको ध्यानको भावनामा सिकाउँदाखेरि चाहिँ बुद्धको वचन र शास्त्रमा तपाईँको आधार नलिएकन अनि आफ्नो तपाईँको चाहिँ एउटा अनुभवद्वारा भनौँ अथवा आफ्नो तरिकाले चाहिँ सिकाउँदाखेरि चाहिँ अलिकति तपाईँको त्यसमा चाहिँ केही कमी भएको मैले महसुस गरिरहेको छु। त्यस कारणले गर्दाखेरि चाहिँ मैले आज तपाईँहरूको समक्ष चाहिँ स्मृति उपस्थानको बारेमा चर्चा गर्नु कारण चाहिँ त्यसमा तपाईँको अलिकति कस्तो भने जुन ठाउँमा त्यहाँ कमी छ त्यसको लागि चाहिँ अलिकति तपाईँको स्पष्ट गर्न चाहन्छु। धेरै ता गोचु भएन ता देला थालेङे सेबु शुभ सोशायो खसङमा ङे धेरै दिनला सुलुक लब्डाला मारे खसङमा धर्मशाला रे धर्मशाला मेमङ गुम्जु खाला अनि खरसाती ओ रसिया ने अनि छु फेबे दे साइन्टिस्ट दे ताङ खोरान्जुगी अनि खोर छेने देसेन्चिक अनि गजु गमखाला येबे अनि छम सुखेंगे छाम्बा तेन्जे रिकजिला छाम्बा न्यासा चिक थिबारे ति दोर्दु चि थिबाय रवा आ दिदु छाम्बा चिगे सिन्धि ग्यासावा दिया सुगु दोर्दु चि सुगु चिक नाला फाचिन छांबा छेने थिरे ता थरिन देला सुगु टुकबा दुम्बा गेबा फेचे गुबचुबा सुगु सुमयोरे जे जांगा तेसमा सेरो ताने अनि चिगे दुस थियारे मैले भारतमा धर्मशालामा चाहिँ रसियाबाट आएका केही वैज्ञानिकहरू र अनि मसँग धर्म सम्बन्धित भएका भारतमै भएका चाहिँ शिष्यहरू उहाँहरू सबैलाई चाहिँ यो के भन्छ छम बस्नेहरू गुफावास बस्नेहरू चेलाहरूलाई चाहिँ मैले धर्मशालामा चाहिँ स्मृति उपस्थानको बारेमा ध्यानको बारेमा चाहिँ मैले संक्षिप्त रूपमा चाहिँ उहाँहरूलाई सिकाएको थिएँ र त्यति बेला चाहिँ त्यसमा मैले तयारी पारेको थियो र त्योभन्दा अलिकति मैले यहाँ थपेको छु अनि आज यहाँ चाहिँ करिबन 3 पन्ना चाहिँ स्मृति उपस्थानको बारेमा नै चर्चा हुने गइरहेको छ। धेरै ता थन्दा दर्दैन थरिङ खेरान जोगी थनाङ चौटे गएते ठेम्बा न्यासा गम ग्यावे खदु थेला साचे गे थाम्बा योरे ता साचे गे गे नाङने क्याङ अनि छिदर गोम्बे छुलाय छियोरे ओति अनि दिगे दि याकुशेना अनि ठेम्बा न्यासा दि सेन्डुरे। अब यहाँ तपाईँ हामी सबैले ध्यान दिनुपर्ने चाहिँ स्मृति उपस्थानको ध्यानको बारेमा 8 प्रकारका भेद छुट्याएको छ। यहाँ पेपरमा पनि छ। त्यो 8 प्रकारका भेद मध्येमा तपाईँको स्मृति उपस्थान गर्ने तरिका बारेमा चाहिँ सबैले जानकारी हुनु चाहिँ जरुरी छ। या त्यो सोआ त्यसै ता देला ता देने ठेम्बा न्यर्शा गुम्सु छे ती दाशे दि वाला साचेले यचा यांगर शुमगवा छे वाला थुंगरे yang dir gomgi pechen ठेम्बा न्यर्शा गुम्सु दोरजम शि शेबाला चावे साचे गे धांबो ठेम्बा न्यर्शा गे खोंदांग निबा जादुन सुम्बा मिकपा दिमिकपा से ठेम्बा न्यर्शा गे मिकपा शिबा नंबा से ठेम्बा न्यर्शा गे नंबा ngaba ngoda yewa ठेम्बा न्यर्शा गे छिंगी खारे yewa खारे दि ठुबा अने ठेम्बा न्यर्शा दे लो यिनजा रंगी रंगदा न्यमदु येबे ठो अने खोर खारी येमे खोर लाग मारे ठो खारी येमे सिमजुंग ठो खारी येमे देने दुम्बा ठेम्बा गोम्बा तांग स्लाबरेते गुमसु ठेम्बा न्यर्शा गुमसु 당기 년 라야디 개체 아직들이 듬바 곰수 곰바탕 개바 곰베 디부스도 곰베 팽 곰발라 때는 둠제 가리 둥거 여봐 쟤네 사제 개데다 내가 찾도와 नेपालीमा हेर्नुस् है स्मृति उपस्थान अघि उहाँले गुरुले के भन्नु स्मृति उपस्थानलाई इंग्लिश भाषामा कसैले माइन्डफुल इस्टाब्लिशमेन्ट पनि भन्छ र त्यो अब ठिक अनुवाद हो कि थाहा छैन। कसैले तपाईको चाहिँ माइन्डफुल क्लोज
कम्प्लिट के भन्छ ऊ भन्छ माइन्डफुल क्लोज अनि कन्टिम्प्लेसन भन्छ। अब यहाँ के छ भने स्मृति उपस्थानको ध्यान गर्ने तरिकामा चाहिँ ध्यानको उदाहरण स्मृति उपस्थानको विधि संक्षेपमा 8 मूल विषय निर्धारण। एउटा चाहिँ स्मृति उपस्थानको स्रोत, परिभाषा, आलम्बन, आकार, स्वरूप तथा भेद र सहकारी भन्नाले चाहिँ स्मृति उपस्थानको परिषद तपाईँको चैत्यहरूले भन्छन् र साधना भनेको चाहिँ साधना गर्ने तरिकाले भन्छन्। अहिले उहाँले गोम्सुल भनेको छ साधना गर्ने तरिकाहरूले र साधनाको फल। 어야 다 된다네 당보 자외 사제 당보 템바 녀샤기 콩세리 들레레 다 되셔와 다 단다 디나라도와 템바 녀샤 곰수 템바 녀샤 곰수 체 딜라 자외 사제게 다 레레는 록사레 다 디나네 당보 템바 녀샤기 콩라야 되데 다 콩텔라 도다 텐조 속스 디마도 mendoa 당가라조 디나라 테스 게바이 자외 사제 당보 템바 녀샤기 콩니스 지르 원베 도다 텐조레 송신 세네다 좀 된데기 송 간규르 아니 간규르기 나네 송여바 간규르기 나네야 원베 되네 어티나네 송여서 원베 도당 체 텐조 시도자마 티 공바 제베 텐규르 텐조 갸가 파베 기부탄베 제베 텐주 된다네 송요레세 케버도 최응원바 군두 세야데 아니 로벤 통메기 제베 응원바 군두 오 디나라 아니 세부 시부지 가리 송요라나 틱디요 응원바 군두레스 템바 냐와 샤바 남니 미바당 오이니다 조당 곰바당 곰베 드부 리고 차오 셰송소스타 디리 콩투사 제자다 녜데 템바 녀샤기 콩 라고야디 라마 간데치 이나야 남바상게베 곰치다 학버도 템바 녀샤 곰데조 송용데 좀 된데게 도 디네 송여레 텐주 디네 송레 콩 닦고지 고야디 개점버레 콩메 롱메 네 데데 삼종 마주 라메 데데 랍송즈네 도데야디 템부요 마레 अघि उहाँले स्मृति उपस्थानको ध्यान जब हामीले सिक्दाखेरि अथवा अभ्यास गर्दाखेरि चाहिँ त्यसको मुहान त्यसको स्रोत चाहिँ हामीले चाहिँ सूत्रलाई तपाईँको आधारित मान्नुपर्ने हुन्छन्। त्यसकारणले चाहिँ स्मृति उपस्थानको ध्यान गर्नेको मुहान स्रोत चाहिँ के भनेको चाहिँ यहाँ पहिलो मूल विषय निर्धारणको स्रोत चाहिँ सामान्यतः अभिधर्म सूत्र भन्ने एउटा छ अरे अहिले के भन्छ ध्यानको चाहिँ आधार मानिने सूत्र चाहिँ तथा शास्त्रमा भनिएको छ विशेष अभिधर्म समुच्चय भनेको चाहिँ मोबकुन्ती भन्छ मोबकुन्ती अभिधर्म समुच्चय भन्छन् र त्यसमा चाहिँ स्मृति उपस्थानहरू आलम्बन स्वभावतः सहकारी साधना एवं साधनाको फल भन्ने बुझ्नु पर्दछ भनिएको छ। त्यति दिक्सोवा त्यही 다 됐네 니바 자외 사진 기바 템바녀샤기 따든스 템바녀샤세디 아니 템바녀샤세기 민직 따요로와 템바녀샤기 곰라 템바녀샤 라로와 다 템바녀샤세기 된다 딩마디 마임바체 시기 데시 시기 셰바 다튼라고도와 사가다 가르다 다타나데 다튼스디 템바녀샤세기 다시디 다이 책이 된다 가레스 알레 등기 등마디 매나야 책이 된다 가레스 오텔라 테마녀샤기 다든라레 텔라야 니요 당보 니바스 니요레 तदिंगा जो पेजा गाने से उशुकी छ। अब यहाँ दोस्रो आयो परिभाषा भन्ने स्मृति उपस्थानको ध्यानको परिभाषा चाहिँ उपस्थानको जुन एउटा परिभाषा के हो त्यो परिभाषा भनेको चाहिँ अहिले चाहिँ शब्दको अर्थ मात्रै हो। त्यसमा तपाईको शब्द अर्थ र भाव अर्थ दुई भएको कारणले चाहिँ अहिले यहाँ चाहिँ परिभाषा भनेर चाहिँ त्यो शब्दको अर्थलाई भन्छन्। या त 제가 망부지기 된데 시기도 녜녜데라 템바 녀샤서나 가래 아니 템바 고메레스 템바 곰데레스 들 고규임도 와 템바 녀샤스도 템바세 책지요레 녀월 수도 잠바 녀부지기 돈에 샥 수도 양 샥사 지요로 와 제가 딘디기 삼무탄 거 딘디 인자 빼잖아라
자외 사진이바 템바냐샤게 다되네 당보스 셰럽기 미 소소르 체외 유라라드 템바 샥사데 세부 차송아 템바 샥사데 가와레라나 셰럽기라레 당분이라 셰럽고레 셰럽기 토네 아니 류스나 가레 소와 가레 아니 셈 가레 쳐 가레 류라 케조 가레 가레 요레 된조 상마 셰럽기 제고로와 셰럽기 쳔바 쳐고로와 근데 인자 셰럽기 미유 소소르 체네스타 류다 류마이마 셈다 셈마이마 초와다 초와마이마 쳐다 쳐마이마 된데기 미과 시여로와 된조바 셰럽기 따다파 소소르 체네 하고 된데 하고에 유스데 류 초와 셈 쳐요레 된데기 유 텔라 아니 소소기 템바테 딱딱 파이가라 샤파 세네 다시 약고 쉬우도와 셰럽기 미 소소르 체외 유테 템바 샥사디 체 된데기 템바 샥사기 미과 텔라 아니 템바 딱딱 띵 미과 텔라 샤파 텔라 템바 녀버 샤파 서다 다시 되다 직 अब यहाँ स्मृति उपस्थान भनेर 3 प्रकारको अक्षर जोडिएको छ यहाँ ध्यान दिनुपर्छ ठेम्बा भन्नाले स्मृति भन्छ नेवर भनेको उप भन्छन् र शाक भनेको स्थान भन्छन् अन्तखेरि यहाँ तपाईको कसरी तपाईको चाहिँ ठेम्बा नेवर शाक्बा भनेको अर्थ चाहिँ उहाँहरूले चाहिँ प्राय कुनै मान्छेहरूले चाहिँ स्मृति उपस्थान भनेको चाहिँ स्मरण गर्नु मात्र हो भनेर त्यसरी मान्छेहरूले बुझाउने गर्छन् तर त्यो खास होइन यहाँ किन त भन्छ नि स्मृति उपस्थान भनेर 3 प्रकारका अक्षर जोडिएर चाहिँ एक शब्द बनेको छ हैन स्मृति उपस्थान भनेर ठेम्बा नेवर शाक्बा भनेर चाहिँ त्यसको अर्थ के हो भनेर चाहिँ स्मरणले स्मृतिले चाहिँ जुन आलम्बनमा जुन विषय वस्तुमा ध्यान गरिरहेको छ हो त्यो चित्तले चाहिँ जुन विषय वस्तुहरू ध्यान गरिकन चाहिँ एकाग्र रहनुले चाहिँ चाहिँ स्मृति उपस्थान भनेर भन्छौँ यहाँ हामीले चाहिँ त्यसको परिभाषा यसरी बुझ्नुपर्छ देशवा 제가 딱 맞아봤자 당분은 너나 아니 어디도 너도 제가 당분에 제가 자시의 당부디 템바잉여샤세기 자시의 당부왕도 땅나 템바잉여샤데 간데차고르라나 셰럽기 소소르체외 유대 수디 셰럽잉여라치 데 셰럽기 소소르체외 유지샤 덴데기 유텔라 템바도 샤바 라드 템바잉여샤디 ngooti tenpa nyesha zugutsu yonde karresede tenpa chadeyo re. Reso wa, jashe tangbyo wangdo tangbe tenpa nyesha ki gomdi sui gyagwa re tenpe gyagwa re, zoor da, zoo tenpe gyagwa re. Jashe tangbyo wangdo chebe tenpa nyesha ki gomdi zoo ane tenpe gyagwa re. अब यहाँ स्मृति परिभाषाको जुन परिभाषाको बेलामा चाहिँ त्यति बेला चाहिँ प्रथम परिभाषाको दृष्टिकोणले हामीले हेर्ने हो भने चाहिँ त्यति बेला चाहिँ स्मृति उपस्थान ध्यान भनेको चाहिँ स्मरण नै हुन्छ स्मृति नै हुन्छ तर त्यो तपाईको त्यसको अगाडि के हुन्छ भने प्रज्ञाले एक आलम्बन प्रति परीक्षण गरिकन चाहिँ त्यो परीक्षण गरिसकेका त्यस आलम्बनमा चाहिँ त्यो स्मरणले स्मृतिले चाहिँ एकाग्र गरेकोले चाहिँ अनि स्मृति उपस्थान भनेर भन्छौँ त्यसै त तेने 템바 녀샤기 자시 니버지어다 자시 니베 왕도 땅내 템바 녀샤기 곰디 수이겨고래 셰럽기 겨고래 저서 셰럽기 겨고래 저서 템바디 양라라 친레 조 셰럽기래 저다디 오데 양나 니바 양나 템베 밍남 마제베 톱기 라두잠바 템바디 녀라 도고도야 템베기 아니 템바 녀샤기 미빠다 남바 되게 상마 간제 이메디 아니 템베기 마제베 토네 냐 다냐 데베기 미파텔라 셰럽 율라 죽베나 스디 셰럽디 죽죽도다 셰럽디 마제베 톱기 셰럽 율라 죽베나 템바냐샤 라두 틴디기 다시 니바디 왕도 따나 템바냐샤가 곰디 조수격도 셰럽기 겨고래 अब यहाँ हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ स्मृति उपस्थानको ध्यानमा चाहिँ मूल रूपमा स्मरणले भूमिका खेल्ने र अनि फेरि द्वितीय दोस्रो परिभाषामा चाहिँ
स्मृति उपस्थानको ध्यान गर्दाखेरि चाहिँ मूल तपाईँको चाहिँ प्रज्ञाले भूमिका खेलिरहेको त्यो हामीले बुझ्नुपर्छ। यहीँ छ तपाईँको प्रज्ञाले आलम्बन विषयलाई अलग अलग छुटाएका विषयप्रति स्मृति उपस्थान गर्नु एउटा भयो। त्यो चाहिँ तपाईँको मूल रूपमा चाहिँ स्मृतिले भूमिका खेलेको हुन्छ। अथवा स्मृतिले आलम्बन आकारलाई नबोली स्मृति प्रबलद्वारा प्रज्ञा विषयमा प्रवेश गरेकाले उनी स्मृति उपस्थान भनिन्छन्। त्यो चाहिँ तपाईँको दोस्रो परिभाषा हो। या त थोनाट्या त ठेम्बा न्यर्साकी गोम लायादि खण्डिचिरे लाब्ना सुई गोमगो अरे लाब्ना निरे त हासो ठेम्बे गोम्बा यांगना शेरबकी गोम्बास तिन्डे यन्सा ठेम्बा न्यर्सा यिना ठेम्बा यिम्बे माख्या प्लागोरदा ठेम्बा न्यर्साकी ngोला ठेम्बा यिंगेची यो शेरब यिंगेची यो शेरब दि ठेम्बा मारे ठेम्बा दि शेरब मारे 저도 뒤인도 뒤래 저도 안다 망부지게 템방에서 고르시게 망부지게 템방에서이나 템방인베 캬바도 짱짱 강내 셰디기도 셰럽 배주 매바다오지 셰럽라 즉 자와 제 매딩의 소리지 송구도와 어떻게 말해 템방에서라 니유서 त्यसकारणले प्राय तपाईको बुझाउने जुन एउटा शिक्षकहरूले चाहिँ स्मृति उपस्थान भनेको चाहिँ त्यसको मूल भूमिका खेल्ने चाहिँ स्मृति बाहेक प्रज्ञाको कुनै पनि भूमिका त्यहाँ चाहिँ छैन भन्ने खालको चाहिँ मान्छेले बुझाइरहेको छ। तर त्यो चाहिँ गलत हो। यहाँ के छ भने स्मृति उपस्थान भन्नेमा चाहिँ तपाईँको स्मरणले पनि भूमिका खेलिरहेको हुन्छ र साथसाथै प्रज्ञाले पनि भूमिका खेलिरहेको हुन्छ। भन्दाखेरि स्मृति उपस्थानको ध्यान हो भने स्मृति मात्र नभएर चाहिँ प्रज्ञा पनि तपाईँको हुने गर्छन्। त्यो हामीले बुझ्नुपर्छ। त धेरै त थदुङ सेलादि 템방여샤기 칭이 값수 세부 용거리 알레데샤 다데네마 자외사지 숨바 자외사지 숨바 레버리 대쇼와 자외사지 숨바 라드 잠바 안디 마레 어테리 다 숨바 템방여샤기 다 템방여샤 라에디 곰킹기 로디체 텐데 템방여샤 곰킹기 로테게 믹사 카와미게레스네 믹바디 세고다 자산데도 자외사지 숨바 템바 녀샤기 믹바니 수데 템바 녀샤기 곰티기 가릴라 믹네 곰고레서데 미유디 अनि त्यही हो र। अब यहाँ तेस्रो आयो आलम्बन भन्ने स्मृति उपस्थान स्वयं के हो त ध्यानकर्ता हो। त्यो हैन ध्यान गर्ने एउटा तपाईको विज्ञान हो, चित्त हो, तपाईको स्मृति हो। मतलब त्यो ध्यान गर्ने स्मृति उपस्थानले चाहिँ कुन आलम्बनमा ध्यान गरिन्छ राखिन्छ भनेको त्यो आलम्बनको विषयमा देखाएको यहाँ। 어디래 다 템바 녀샤기 믹바 텔라 아니 시탐바 요래 견도 토티야 도와 믹바 류세디 찍으시 류세디 람상코랑 안쪽에 숙부들랑 고고 말했다 류세라 치류 숙다 디로 렉장아 남기류 미기왕보 나요왕보 내용보 제용보 류기왕보 왕봉아 친왕이게 류 믹된 콕바 나데 아니 콕바 어딘데게 되네 릭 두체네 류 수대장바 수부세 나란주 수부베 고네 마강베 파기 수부세 티치고 고고 말레스 딜류세도 수글라스고 수 류샤바티 수글라고래 다데나는 치수요래 능수요래 대친왕이게 수요 데인데 류체 다데네 서로와스 안기니바체 서로와스 필링 임데로와 소와데와 소와동에 소와 땅념 때라게 서로와 다데네 셈 세디 나란족이 셈중 상말에 로이릭 어다 로이릭 용조 셈세나라 추 다추 라이도 디추 라야디 공도 셰베 류솔 셈 디숨 마인 켄기 셰자 용조 쳬나라디 딜라디 잠바 류소 셈주 시기 나라 셰자 창마 뒤되었다. 그래서 이나야 템방야샤기 미발라 시센라고 लब्दु 시여스토 अब यहाँ हामीले बुझ्नुपर्ने चाहिँ यहाँ पेपरमा छ। तेस्रो स्मृति उपस्थानको आलम्बन चाहिँ चार प्रकारको हुन्छन् शरीर वेदना चित्त र धर्म। शरीरमा तपाईको चाहिँ बाहिरीय शरीर रूप र अनि आन्तरिक रूप भित्री रूप दुई प्रकारको हुन्छन्। बाहिरीय रूप भन्दा हाम्रो आँखाले देखिने तपाईँको चाहिँ कान मुख इत्यादि सबैले चाहिँ शरीरको टुप्पोदेखि लिएर पैदाले सबै रूप भन्छौँ। र
शरीरभित्रको पनि एउटा रूप तपाईँको आन्तरिक रूप हो त्यसलाई चाहिँ कस्तो कस्तो भने तपाईँको आँखा र चक्षु विज्ञानको बिचको एउटा चाहिँ माध्यम हुन्छ तपाईँको होइन आँखा र त्यो आँखाको विज्ञानको माध्यम एउटा विषयवस्तु हो त्यसलाई चाहिँ तपाईँको आन्तरिक रूप भन्छ भन्दाखेरि त्यस्तो प्रकारको आन्तरिक रूप र बाह्य रूप सबै तपाईँको शरीरले भनेर चाहिँ हामीले बुझ्नुपर्छ र वेदना भनेको चाहिँ फिलिङलाई भन्छन् दुःख सुख पीडा विभिन्न प्रकारका वेदनाहरूले चाहिँ यसलाई चाहिँ वेदना भन्छौँ त्यसपछि चित्त आउँछ सबै प्रकारका चित्त चैत्य सबै तपाईँको त्यसको आलम्बनमा चाहिँ गइरहेको हुन्छ र धर्म भन्नाले चाहिँ शरीर रहित वेदना रहित र चित्त रहित शरीर वेदना चित्त रहित तपाईँको अन्य धर्मलाई चाहिँ तपाईँको अन्य विषयवस्तुलाई चाहिँ धर्म भनेर भन्छौँ ती चार चाहिँ तपाईँको चाहिँ स्मृति उपस्थानको आलम्बन हो रे ता 템바 yershagi mikpala lu chor sem chösen shisha goyegi ani gyumzen karere sudi ta diode dishi mikbar shabe kobani lu miduba mizawala dubam tawar zimbatang lu mizawala taware sane zimbe lo lokshi kiyorwa tidang chowa dungewala dewar zimba sem mitak bala takbar zimba chö da mebala dadu zimba che chinju lodu zimbe longin shiji ngaranzu semjenle kigor tendrege longin shide mikpa shila teni kigu yoza mikpa shila teni kebe longin shide dokpa sude meba soyage cheto mikpa shila mingne ठेमा न्यासा कोमदान छु सुमरे अब यहाँ यी चार आलम्बनमा राखिने प्रयोजन के होता हैन अघि शरीर वेदना चित्त र धर्म यी चार चाहिँ स्मृति उपस्थानको आलम्बनमा राखिने कारण चाहिँ अप्रिय तथा अपवित्र शरीरलाई प्रिय तथा पवित्र हामीले ठानिरहेको हुन्छन् ठान्छन् र दिपत रोल छम दिङ गर्बे छम दिपत थामा दिपत अनि दुःखको वेदनालाई सुख सम्झिरहेको हुन्छ हामीले र अनित्य चित्तलाई चाहिँ नित्य मानिरहेको छन् हामीले र धर्म निरात्मयलाई चाहिँ आत्मग्रह गरी चार विपरीत ग्रहण गर्ने दुष्ट मतिलाई चाहिँ हटाउनको निम्ति हामीले यो ध्यान चाहिँ अभ्यास गरेको हो ठिक छ त दिपतु चावे साची सुम्बा सुछारेदा त दिने या दि गरे देशवा चावे साची शिवा युङरदा हो दिदा 다 되는 들에 시바 템바 녀샤기 남바라다 템바 녀샤디 템바 녀샤기 곰디체 곰디기 류초르 셈추 실라 미그네 곰고요나 데카돌라 dimmigne mikpati kishirwa kishi tedala migne namba keju kari shargre sta disude mikpati kishi che namba di keju 다 넘버 세디 계주 라고래데 로라 샤라데스 고래 로라 샤라게 넘버 일라 제고야게 넘버데 가래래 살루동고야게 넘버데 가래래서 어디 계지 실기여서 전방예샤게 넘버스 라바리 다 디나라 세부도와 사회사지 시바 전방예샤게 넘버니 스티처 अब यहाँ चौथो आएको छ है त यहाँ पेपरमा हेर्नुस् स्मृति उपस्थानको आकार के हो त आलम्बन तपाईको चाहिँ शरीर वेदना धर्म र चित्त हो भने चाहिँ त्यसको आलम्बन त्यसको आकार के हो भनेर चाहिँ त्यसको विषयमा यहाँ उहाँले भन्नुभएको छ चौथो मूल आकार नम्बर त्यसै याउँदा त नम्बर त्यसलाई खाजो योरे लाना रङ्गी छिङी से चिक्दा ची छिङी से नि योरेस रवा त तन्दा दि यहाँ सिङ गरे तन्दा रङ्गी छिङी सुदो जम्बा उमा थङ्ग्युबे तोङीगी गाजा रंगी चिंगी ठुबा से रंग चिंगी दरे संताना दियो मारे थांदा रंगदा ची सेति हलमासोना गेरदा ची लागे सोदवची खांदा खिशी खेबावा खेबरगी शी खेबावा चिगी तेंगी नंबे देशे गया थेला रंगी चिंगी दि नंबर पेना चाशावेना लु खोरंगी तेंदो लु सुदि खिशी छे रंगी चिंगी सुदि लुगी तेंदो 미탁바티 류 미탁바서도 류 되게 나바라 뒤인데 류 케버기 시송네 뒤띵도 미탁바레다 서도 남바지 되시게고 뒤류 미탁바테 류 코랑기레 마도 류 마인게 셈기 마레 아니 최디기 마레 류 마인 베스고다 디 신기 마라와 뒤인자 랑기 칭이 서도 키시 소소소소 코랑라 믹세기 여대베
케주 데데텔라 랑기 칭이다 지 칭이 수도 세자 탐제 생이라고 뉘제 탐제 세라고 딘데기 키시 차상지 키용네 디땡도 메닥바 디땡도 당메슬랍나 지 칭이래 간다 칭이 수도 계주 랑디 키시 제닥바 찌디 키시 찌 디케버르다 키시 제닥베 땡기 케주라 랑기 칭이 키시 제닥바 마이바 키시 찌sam바 찌기 케주라 지 칭이 저도 값들 칭이디 케주르고 오야 अब यहाँ अघि उहाँले आकार र आलम्बन भनेको चाहिँ त्यसको भिन्नता के थियो भनेको चाहिँ आलम्बन भनेको चाहिँ विषयले भन्छ हैन अघि अनि आकार भनेको चाहिँ त्यो विषयको एउटा विशिष्ट प्रकारका गुणलाई भन्छन् त्यो हामीले बुझिरहनुपर्छ आलम्बन भनेको चाहिँ विषयले भन्छन् आकार भनेको चाहिँ त्यो विषयको चाहिँ विशिष्ट गुणलाई चाहिँ अथवा विशेषतालाई चाहिँ आलम्बन भन्छ यहाँ के छ त्यति बेला चाहिँ त्यो आकारमा तपाईँको स्वलक्षण तथा सामान्य लक्षण भन्ने दुई प्रकारको हुन्छ र स्व भनेको चाहिँ अघि विषयमा लानुपर्छ आलम्बनमा है त स्व भनेको चाहिँ हामीले त्यो ध्यानको आलम्बनले गयो त्यो विषयले गयो भने लक्षण भनेको चाहिँ त्यो विषयको आफ्नै तपाईँको विशेषतालाई त्यो विषयको चाहिँ उसको आफ्नै तपाईँको चाहिँ विशिष्ट गुणलाई चाहिँ अनि लक्षण भन्छ गरी विषय स्वयंको विशिष्ट गुणलाई चाहिँ स्वलक्षण भनेर हामीले बुझ्नुपर्ने हुन्छ हो जस्तै तपाईँको शरीरलाई भयो शरीरको तपाईँको जब हामीले शरीरलाई आलम्बन गरिकन त्यो शरीरको चाहिँ माथि हामीले त्यो शरीर अनित्य भनेपछि ध्यान गर्दा चाहिँ शरीरको अनित्यता चाहिँ शरीरको तपाईँको लक्षण हो त्यो अब यहाँ सामान्य लक्षण भनेको चाहिँ सबै तपाईँको संस्कार धर्महरू जति पनि तपाईँको चाहिँ संस्कार धर्म त्यो सबै संस्कार धर्मप्रति चाहिँ हामीले जब अनित्यताको एउटा भावना गऱ्यो भने चाहिँ सामान्य रूपमा चाहिँ संस्कृत धर्मलाई सामान्य भन्छ भने त्यो सबै धर्मको चाहिँ अनि अनित्यतालाई चाहिँ लक्षण भनेर भन्छौँ भन्नाले एक विषयको गुणलाई स्वलक्षण र धेरै विषयवस्तुको गुणलाई चाहिँ सामान्य लक्षण भनेर भन्छौँ ठिक छ 어야 다 뒤뒤 버쳐 어야 다 되는데 다 되나 도르드도와 류 코랑기 땡기 칭이 계주 딱 코이 땡도 다 계주서낸다 칭이데 매장와 삼다야 소와 코랑기 땡도 칭이데 동아와 아니 셈 코랑기 땡이 칭이데 미닥바 추 코랑기 땡 칭이데 당매바 두스네 삼다야 숨겨여자 랑기 칭이세도 디체 당나라도 빼져나는 생나 대양체 류체 찬나로 최사 최지도와 노래 찬나로 초라 초 류초 류초 셈체 시도와 시 류초 셈체 시디 계시로와 딘디기 최시 스스 랑기 칭이세도 스스 계주니스 계주 삼로동야 가래라나 당보 류데 랑기 칭이 미자와 임바 삼도야 직 니바 서로와데 랑기 칭이 동아와 임바 삼도야 직 숨바 셈데 랑기 칭이 미닥와 임바 삼도야 슈구 듬베 틱된 당벌레스 시바 최대 랑기 칭이 다음에바 임바 삼도야 오 딘데기 키시 시기 땡기 랑랑 수수 케주 삼바데 케주 수도 삼바 양배 약부 시부지 임베 계속 고 말해 코랑기 땡기 딱 한다 캐버기 최지 되시게고 왔더래 최 랑기 칭이 다음에 봐오 스테바도 랑기 칭이 살아 अब यहाँ हामीले यो चाहिँ पटक पटक ध्यानमा ल्याउनुपर्छ स्मृति उपस्थानको अघि चार आलम्बन थियो शरीर वेदना चित्त र धर्म थियो अब यहाँ चाहिँ ती चार आलम्बनका विशिष्ट चार लक्षणहरू स्वलक्षणहरू चाहिँ के त भन्दाखेरि शरीरको स्वलक्षण चाहिँ अपवित्रता भावना गर्ने वेदनाको स्वलक्षण चाहिँ दुःखताको भावना गर्ने चित्तको स्वलक्षण चाहिँ अनित्यताको भावना गर्ने हो भने चाहिँ धर्मको स्वलक्षण चाहिँ अनात्मा हुन् भन्ने खालको भावना गर्ने धेरै 다 됐네 지칭이래다 다 지칭이라도 잠바 키시디 체닥바 마이마 캡침부지 거러와 대인자 빼잖는데 뒤제 탐지라서 뒤제 탐지 키시체 디땡기 케주 메닥바 삭제 탐지라도 망부로와 디 키시체 디 동아와 케주 최 탐지서도 망부로와
디땡도 동신 다음에 봐. 두전에 삼로당 용도 지칭이 삼바 곰바 쓰고다. 제가다 배전하라스야. 지칭이니 디제 탐제 메닥바당 삭제 탐제 동알와당 최 탐제 동신 다음에 봐서도 탐제에서 망불레 무도와 어디들 다음에 봐 더부이노 스타디 템바니르샤기 넘버다 삼로동야기 로라 샤라기 넘버디 테이마레 अघि हामीले चार लक्षणको विषयमा चाहिँ भावना गर्दाखेरि चाहिँ त्यो प्रत्येक एक एक विषयको चाहिँ एक एक गुणमा चाहिँ हामीले भावना गरेको थियो भने अब यहाँ चाहिँ सामान्य लक्षण भन्दाखेरि चाहिँ सबै संस्कृत धर्म चाहिँ अनित्य हो भन्ने भावनाले चाहिँ अनि सामान्य लक्षण भनेर भन्छौँ र सबै शास्त्रवा धर्म चाहिँ दुःखमय हो भन्ने भावना गरेर चाहिँ त्यो पनि सामान्य लक्षणको भावना गरेको हुन्छ र सबै धर्म चाहिँ शून्य वा नैरात्मय हुन् भन्ने युक्त हामीले भावना गऱ्यो भने चाहिँ त्यो पनि एउटा सामान्य लक्षणको भावना गरेको हुन्छ चिक्छ यहाँ हुन्छ मेजाउँथे लु मेजाउँ छ दुजे तम्जे मेदाबा छ सक्जे तम्जे दोङ्गावाथे एउटा छुट्टै छ यहाँ तपाईँको है म थाहा यसरी के त्यो ती चिसिङहरू ती चिसिङ सुमरा तगिरु नि निमा छौमा अनि यहाँ छ सुम्यो अरे सबै संस्कृत धर्म अनित्य एउटा भयो सबै शाश्वत धर्म दुःखता र सबै धर्म शून्य व निरात्मय या दुख से 공부셔 데틱스 야 따따껴 디 차선다 디체 다 되네 가왈레 순세나 자외사제 나발레서 자외사제 나바 템바니르샤기 친이당 예와레 다 디케 최셔레 템바니르샤 인담민디 디네 따고다 친이 디네 로와 도도로 카도기 생기서 다 카도 이메 됐다고 되낭신 세면맥 봐 여배 생기서 여바 이메 되는다 다 되나지 됐어야 알때 나바 템바 녀샤 세디 곰디체 텐데 템바 녀샤테 인다미 따사 생이디 가르래 콜라 예와 가르요래 스케지시 다 되나라 생이 나라 랑기 미 데시디 쇼게그래 녀로 랑기 미도 겨베 류소 류, 철, 셈추, mikbarawa, luzu semchu shila, shibu kangrula, migne sude miksa ti shitche. Ta tene rang chi tsingi sude rangi tsingi chi tsingi che. Ningi su ta sude kanya runga shik samlo tangne che. Ningi su ta te. Chebara cheba, cheza tenpa girsha nala tok cheba che lo di ligidowa. Chebara chebes. Ta tonang te kwa dirde. 템바다 셰럽 강릉 라소와 템바 라그민도와 셰럽 찍고 라그민도와 템바당 셰럽 강릉 라그도와 된데 인자 템바 녀샤 이나 양나 템바 인고래 양나 셰럽 인고래스 제가 템바 녀샤 이나 템바 찍고 인고래스 해야 돼 아니 너를 제가 템바 녀샤 이 생일라 템바다 셰럽 강릉 수요래다 그래서 어디 디시 맞체 अब यहाँ फेरि हामीले एउटा ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि चाहिँ स्मृति अघि के थियो भने स्मृति उपस्थानको परिभाषा र स्मृति उपस्थानको लक्षण दुईमा चाहिँ हामीले भेद पाउन सक्नुपर्छ स्मृति उपस्थानको परिभाषामा चाहिँ त्यो उसको डेफिनेसन चाहिँ होइन परिभाषा मात्रै हो शब्द अर्थ मात्रै हो अब यहाँ तपाईँको लक्षणको बेलामा त्यसको मेन डेफिनेसनको बेलामा चाहिँ हामीले स्मृति उपस्थान हो भने के चाहिँ स्मृति हुनुपर्छ अथवा चाहिँ प्रज्ञा हुनुपर्छ भन्ने खालको यहाँ चाहिँ बताएको छ त्यसको लक्षणमा चाहिँ पेपरमा हेर्नुहोस् त 7 नम्बरमा छ 7 नम्बरमा स्मृति उपस्थानको लक्षण र भेद अब आलम्बन रूपी काय वेदना चित्त धर्म यी चार मध्ये जुनै पनि आलम्बन गरी स्व सामान्य स्व चाहिँ स्व लक्षण हो सामान्य लक्षण दुईटा छ कि स्व लक्षण र सामान्य लक्षणमा परीक्षण गरिने स्मृति वा प्रज्ञा स्मृति उपस्थानको लक्षण हो रे यहाँ ध्यान दिनु पर्यो हामीले किनभने लक्षणमा के छ भने स्मृति उपस्थान हो भने जुनै पनि हुन्छ कि कहिले प्रज्ञा पनि हुन्छ कहिले स्मृति पनि हुन्छ तर मान्छेहरूले कुनै मान्छेहरूले चाहिँ स्मृति उपस्थान हो भने स्मृति मात्र हो भनेर भन्छ कि त्यो चाहिँ होइन ता दिसो अ दिसेबु सोयो दा देछ ता सिने ngadu पेजना ता दा चावे साजे ngapa से देन ता
Sawe saje ngaba temba nyersha ki ngom tsingi tenda chikbar ngo lagre tsingi lag tsingi tang yewa ni rangi miyu to gyurbe lu chor semju shibo kangrong la mik sude zamba mikpa di shebare ta gyawa mik she mik nes rang chi tsingi tangi deshe gyayimba rangi tsingi de chi tsingi ni su ta sude kanya rungwa chikla samlo tangne sikwarda ni su takde chebara cheba chegengis 아니 템바다 셰럽 강롱 수도 템바와라 안기 찍티고래 셰라와라 안기 니티고래 자당가 템바 인게샤게 나라 템바 인게지 요르다스 셰럽 인게지 요르다스 하고도 템바다 셰럽 강롱 대인 텔라예나 류 템바 인게샤당 소와 템바 인게샤당 셈 템바 인게샤당 최 템바 인게샤제 시유라고 시유 대다수수 칭이다 예완이 라오스타 미과 교화타야마도 된다데 지부지경 강기 다가라래 라래 पेज नंबर 7 में था 7 में था पांचों मूल विषय निर्धारण स्मृति उपस्थान को स्वरूप लक्षण र भेद आलम्बन रूपी काया अघि मृत्यु के भयो आलम्बन रूपी काया वेदना चित्त र धर्म यी चार मध्ये जुनैमा पनि आलम्बन गरी स्व सामान्य लक्षण भनेको अघि स्व लक्षण र सामान्य लक्षण दुईटा छ तपाईको कि स्व सामान्य लक्षणमा परीक्षण गरिने स्मृति वा प्रज्ञा स्मृति उपस्थानको लक्षण हो रे यसलाई विभाजन गर्दाखेरि चाहिँ काया स्मृति उपस्थान एउटा वेदना स्मृति उपस्थान दुईटा चित्त स्मृति उपस्थान तीनटा र धर्म स्मृति उपस्थान गरी चारवटा छन् ठमाइएस्तेछता दिलदु ठमाइएसागी छिङिगी सुरला ठेम्बादा शेरा कांगुङ सिङिजु योबा दिला छाउने तोनन्टे ओरेदा त्यसकारणले स्मृति उपस्थानको लक्षण हामीले भन्दाखेरि त्यसमा चाहिँ स्मृति र प्रज्ञा दुवै त्यहाँ गाँसिएको छ जोडिएको छ त्यो हामीले बुझ्नुपर्छ स्मृति उपस्थान हो भने स्मृति मात्र नभएर प्रज्ञा पनि रहेछ भने हामीले बुझ्नुपर्छ दिशा ता दिबदो टुक्स ता देने ठुबा ठो ता दिले लावरे ठेबा न्यर्सा सिङिदि थांगी छिङि नाला सेबुले सो ठेबा न्यर्सा यिना याना ठेबा यंगुदोवा याना शेरब यंगुदोवा ता ठेबा यिना या लोरे शेरब यिना या लोरे ता ठेबा द शेरग लो यिमा मासे सिमजुङ रे खासाङम जो सेमथम रिबा कालो शे साइमबा ता सिमजुङ यिनजा खोराङयम दो येबे अनि सेम योरे सिमजुङ शेया योरे तिरे यिनजा कबदिला ठोक लायादि ठेबा न्यर्सा ताङ न्यमदो येदेबे samlo shen kare yore se tela ani themba nyersha gi thok lawre ta di peja loshana lelawdo themba nyersha shibute lo yimbe teda da chungbar dembe semsim jung nane themba nyersha gi thosam chungden yela chungbar denju ni mibada nabada zeda thuda yulche ngayu gone chungbar demba yinos ti thesam gi kecham medu tagati wache पेपरमा हेर्नुस् है चार अघि सहयोगी भन्ने चाहिँ स्मृति उपस्थानको सहयोगी भनेको तात्पर्य चाहिँ स्मृति उपस्थान स्वयं के हो त ज्ञान हो बुद्धि हो चित्त हो त्यसको तपाईँको सहयोगी भन्दाखेरि अस्ति हामी गइसक्यो त्यसमा तपाईँको विभिन्न प्रकारका सँगसँगै एउटा चाहिँ आइरहेका अन्य तपाईँको चैत्यहरूलाई चाहिँ भनिरहेको हुन्छन् यहाँ के छ भने सहयोगी चार स्मृति उपस्थानहरू बुद्धि भएकाले तिनीहरूसँग चाहिँ संप्रयुक्त चित्त र चैत्यहरू चाहिँ स्मृति उपस्थानका साथी वा समान हो रे र समान कसरी हो भन्दाखेरि चाहिँ आलम्बन आकार द्रव्य काल र विषय यी पाँचद्वारा चाहिँ संप्रयुक्त भएको हुन्छ रे गाँसिएको हुन्छ सँगसँगै भएको हुन्छ तादेने दिरे दुम्बा चावे साचे दुम्बा लेरे तादि खे छेशो दिरवा गुम्लु गोंगदान दिंगोरवा चावे साचे दुम्बा गोम्बा ते लागोय दि छंगोम्बा कुंदु नाला फाउसा गद गनार गोनागो गोम्बा सेने छिकदि फेजो तांग येजा ओ दि चुक ता या छिकदि खोथुग मेवा यिनजा nganzo sero tane gomchul slavar jada gomba chungomba kundu nala yebe gomba shebati gomchul siriyore hakoya tendala ni churde gomba te gomchul nes chemte
खगी तरिके सावे सचे दुम्बा अब यहाँ सातौं छ है सातवा थादा साचे चुको लोई सातौं तपाईँको चाहिँ ऊ छ आफ्नो मनद्वारा तिमारवा दुमारे tangi 참되네 tangi 케기질 자로 톱송아 सावे सचे ठुक्पा छावे शुरे ठुक्पा छाने विधि औतिर छ त्यो यो नक्सन दिले सुन्दा पेटुन ले सुन्दा अलले पेटुन ले सुन्दा ती अघि उहाँले यो भनेको अघि उहाँले तिब्बती भाषामा गोम्बाते भनेको चाहिँ अभिधर्म शास्त्रमा चाहिँ त्यसरी लेख्नु भएको छ गोम्बाते भनेर तर त्यो गोम्बाते भनेर मैले किन ते भनेको भने त्यो गोम्बा भन्ने बुझाउनको निम्ति चाहिँ त्यसलाई तपाईँको चाहिँ साधना विधि भनेको अरू के पनि होइन साधना विधिलाई गोम्सुल भन्छन् साधना विधिलाई चाहिँ गोम्सुल भनेर भन्छौँ हो त ठिक छ त गोम्सु खदो देला छे जंगा nye khasang kirang do di tenyin ba o teri da che zanga jirtang gi gom gyabdang gi lobjong di shiden di jang cha yo na ta temba nyersha gom la du ne mikba dan namba jebu gyaya re gom king gi temba da shere re ma to gomlu gomdang te chipu chigyang ga la du go ba che za di indi pendo shiwo re gom jirtang gi gom gi lobjong yo ayi na 아니 곰 쳐다가 레레 용디 시덴디 파기디 임바지 강을 두고 열어와 저 디임바 인도 대체 다디마 대시 쇼게 인다 배전나라 시야 사회 사제드바 고바디 곰춘니 사페된디레 당보 랑기셈 쥐우따부 직도 미되지 친절로도 송한테 규르조다 왕규르 거 니바 곰기 mik바 까왔다부 체 다디 카산 랍사레 다 곰기 mik바 까왔다부레데 카산 까와디 벨라샤네 튼디 상기기 꾸임바 다 다른 가릴레고 아래 류초르셈주시 제니 키시시 디 케주 라용데 랑기칭이다 지칭이 어디게데 곰기 미파 까발레그레 라테 까와타부테 류초르셈주시 케주당 제바 대인스 알리 디버로나나 अब यहाँ स्मृति उपस्थानको अभ्यास गर्दाखेरि ध्यान गर्दाखेरि चाहिँ त्यसको पनि आलम्बन आकारहरू र गुणहरू हुन्छन् अस्ति त्यो सिकाएको जस्तो अब यहाँ के छ भने आफ्नो मन बाँदर जस्तो एक ठाउँमा स्थिर नरही विपरीत दिशामा गएको मनलाई सही स्थानमा परिवर्तन गर्नका साथ चञ्चल मनलाई अधीनमा ल्याउनुपर्छ भन्दाखेरि अब यहाँ चाहिँ के छ भने स्मृति उपस्थानको आलम्बन चाहिँ जस्तै काया हो भने चाहिँ काया नै आलम्बन काया हुनुपर्छ यदि काया स्मृति उपस्थान हो भने चाहिँ कायाको स्मृति उपस्थानको चाहिँ आलम्बन काया हुनुपर्ने हुन्छन् र त्यसको लक्षण चाहिँ तपाईँको चाहिँ अनित्य इत्यादि हुन्छ गोमगी मिबा कावा ताबुते थरिङदे ठेमा न्यसा गोमदु कावा दि सांगेल पे माजारा छे कावा दिगी पेदि थयं खावाल डोगरे लुसो सिमजु शी खेजोदा जेबादि अनि ठेमा न्यसागी गोम्याथिरे युल आले आले पौंसे यो पहिलो चाहिँ के तंगबो ति फेमिन त आले निबा दरवा रंग सिम ध्यानको आलम्बन चाहिँ खम्बा जस्तो अर्थात शरीर हैन शरीर चाहिँ शरीर वेदना चित्त र धर्म चार गुणले युक्त हुन् ओ थिचे ता सुम्बले द सुम्बदेस्या थांबो रंगी सेम छास निबो गोमगी मिपा छास ता सुबा गोमजी गिल्लो ता गोमजी गिल्लो चिदवा खाsang ngaran zo phagila khallare ten shishin dan dember loi gom slarwa ti chitang che ta theba nyesha kapsu gomje gullo di sure lana themba dang shishin themba da te shwa themba da shishin ni da dember loi gangla lo di da chitama gangla themba da sherab ni ri shawo dena chesha tenshi ni da dember lo tang ani tenshi themba da sherab ni la gore ध्यानकर्ता बुद्धिमा चाहिँ अस्तिसम्म हामी के थियो भने ध्यानकर्ता बुद्धिको बेलामा त्यति बेला चाहिँ स्मृति र संवर्जनीय भनेर हुनुपर्छ भनेर चाहिँ अस्ति व्याख्या गरेको थियो अब यहाँ स्मृति उपस्थानको बेलामा चाहिँ डोरी जस्तो स्मृति र संवर्जनीय दुई युक्त ती मात्र होइन कि ती दुई सँगसँगै अनि प्रज्ञा पनि हामीले प्रयोगमा ल्याउनु पर्ने हुन्छ ठेम्बा द शरब निगा कोरे न त्यति बेला चाहिँ स्मृति उपस्थानको बेलामा चाहिँ प्रज्ञा र स्मृति दुवै तपाईको चाहिँ हामीले
ल्याउनु पर्नु प्रयोगमा ल्याउनु पर्नु हुन्छ तेरे다 마시 디기도다 곰제기 로 라와당 곰자의 최 라와 니디 지금 대와도 세부당시대 시바 곰자의 최네 제만예사의 갑라 가리 곰구열에 세대 곰기 밑바당 남바디 셰차네 다 키란도 디 맞아 니 다른데 세부직 라고도 카사 말라바직 곰갑 라야라 소니열에 소라고다 지다 망버래 니열 지가래 율테 로테기 진당 유도 체네 곰바텔라 아니 곰바스 페차샤나 나 메타바 곰기 라드 곰겐 율로디 소소체 곰야 메타바데 다 폼바 가와 가리네 류 메타바데 곰고 류 메타바 라다 류 메타바 곰차 곰겐 율로데 류 메타바 곰벨로 다 되게 곰 라야데 곰제 율로 되게 류 메타바 셴바티 곰바테르와 진당 유도 쳐 데레 디 곰당 찍체 다 곰당 찍하래 모르게네 곰바 수도 빼나 남족이 닝제 곰라나 닝제 파샤 술로디 추샤네 곰고 말와 수술로에 가라 심진 동네에 너스 삼로타네 수술로테 닝제 모라 끼그여와 제장가 랑길로 닝제 모르 깨네 곰바텔라 곰셈 찍래 디인데 곰자의 율데 곰라야라 니여다 유테 진당 유도 체네 곰바세 찍다 랑길로테 디모라 깨네 곰바 체네 니여레스 यहाँ ध्यान दिनुपर्ने एउटा कुरा छ जब हामीले भावना भन्ने शब्दलाई ध्यान साधना भावना भन्ने जुन त्यो गर्दाखेरि चाहिँ त्यो भावनामा तपाईँको दुई प्रकारको हुन्छ एउटा चाहिँ विषयलाई आलम्बन गरेर त्यो विषयप्रतिको विशेषतालाई गुणलाई चाहिँ हामीले ध्यान गरेको हुन्छ अथवा भावना गरेको हुन्छ बाहिरपट्टि एउटा चाहिँ भावना कस्तो हुन्छ भने जुन विषयमा हामीले भावना गरेको हुन्छ त्यो बुद्धि त्यो ज्ञान चाहिँ त्यसैको स्वरूपमा त्यसैको तपाईँको स्वभावमा चाहिँ परिवर्तित भएर चाहिँ भावना गरेको हुन्छ जस्तै उदाहरण चाहिँ अघि उहाँले भन्नुभयो जस्तै हामीले म स्वयं मेरो शरीर चाहिँ अनित्य हो भनेर भावना गर्दै गर्छ त्यो चाहिँ विषयप्रति भावना गरेको हुन्छ विषयको गुणप्रति भावना गरेको हुन्छ भने जब हामीले समस्त प्राणीप्रति मैत्री भावना चाहिँ गर्नुपर्छ भन्ने बेलामा चाहिँ त्यो भावना चाहिँ स्वयं त्यो मैत्रीमा तपाईँको चाहिँ रूपान्तरण भएर चाहिँ भावना गरेको हुन्छ त्यो चाहिँ बुझ्नुपर्छ त्यो चित्त चाहिँ त्यो भावना गर्ने चित्त चाहिँ मैत्री भावना गर्ने चित्त स्वयं तपाईँको चाहिँ त्यो मैत्री बुद्धिमा चाहिँ परिणत भएर चाहिँ तपाईँको भएको भावना गरेको हुन्छ 세자다 단다 데라 곰자의 최네 템방예상 오르규베 템바다 셰라이 랍두 잠바 다 가르차레 수수기 템방예샤 곰라두 야부냐 미다바 곰라기면도와 템방예샤 곰라두 템방예샤를 니여로와 템방예샤 인경기 템바자도 셰르죠로와 제가 템방예샤 인경기 템바 곰라두 랑기 셈데 템방예샤 인경기 템뱅오라 게야 템방예샤 인경기 셰르브 곰라두 랑기 셈데 템방예샤 인경기 셰르브 곰오라 게야 오텔라 템방예샤 곰 도슬랍 템방예샤기 미과다 남바 곰라두 미과다 남바테 लोतेला छु शब्द चोने कोम्या और नीदोआ अब यहाँ स्मृति रूपी स्मृति स्वरूप स्मृति उपस्थानको ध्यान गर्नु भन्दाखेरि चाहिँ त्यो स्वयं तपाईको अनि स्मृतिमा चाहिँ रूपान्तरण भएर भावना गरेको हुन्छ र प्रज्ञा रूपी स्मृति उपस्थानको ध्यान गर भनेर भन्दाखेरि चाहिँ त्यो तपाईको चाहिँ प्रज्ञामा स्वयं प्रज्ञामा तपाईको रूपान्तरण भएर चाहिँ भावना गरेको हुन्छ अर्को चाहिँ कस्तो भने स्मृति उपस्थानले आलम्बन अथवा आकार प्रति चाहिँ भावना गर्नु भन्दाखेरि चाहिँ त्यस्तो प्रकारको आलम्बन र आकार चाहिँ त्यो चित्तमा चाहिँ झल्केर त्यो चित्तमा तपाईको प्रतिभास भएर चाहिँ ध्यान गरेको हुन्छ त्यो चाहिँ हामीले फरक छुटाउनु पर्नु हुन्छ थदा दोर्देना ngarandu chi kanju manju phechota yo mare shungchme thanye de laginda yulte jindang yudu chene gombala mingkartare thenam gomba lavrata tipeja rang chigre thenam gombas
rangi lote ani lote nyingje dawo chamba dawo dende pena temba nyesha rangi lote temba nyesha gi loyo ngor kene gomba tela pechana minkhartare shenam gomba jeda disude gom tela ni tenam gomba shenam gomba ओते छिग्नी दे छुसक रंग रहता थी अब यहाँ पारिभाषिक शब्दमा धार्मिक शब्दमा चाहिँ ग्रन्थमा चाहिँ त्यो शब्द छ उहाँले अघि ध्वनम भनेर सेनम भनेर भन्नुभयो ध्वनम गुम्बा ध्वनम भनेको चाहिँ तपाईँको अर्थ आकार भन्छ अथवा विषयको आकार भन्छ अर्थ आकार भन्छन् सेनम भनेको चाहिँ ज्ञानको आकार भनेर भन्छौँ भन्नाले अर्थ आकार भनेको चाहिँ त्यो चित्तले बाहिरीय एउटा आलम्बनप्रति विषयवस्तुप्रति चाहिँ भावना गरेकोलाई चाहिँ तपाईँको चाहिँ अर्थ आकार भन्छ भने ज्ञान आकार भनेको चाहिँ त्यसको तपाईँको जस्तै एउटा विषयवस्तुप्रतिको चाहिँ अनित्यता हामीले चाहिँ ध्यान गर्दा चाहिँ त्यो अनित्यताको आकार चाहिँ चित्तमा तपाईँको रूपान्तरण भएर चित्तमा तपाईँको चाहिँ ल्याएर त्यो कल्पनामा झल्किएका त्यो अनित्यतालाई हामीले ध्यान गर्नुमा त्यसमा तपाईँको चाहिँ अनि ज्ञान आकार भनेर भन्छौँ सेनम गुम्बा भन्छ अर्थ आकारको भावना र अनि ज्ञान आकारको भावना भनेर ताक्तारे ता दिसिदु दे गोमजाय छेने 템바 녀샤 오르교베 템바다 셰라 yin nganzugi 템바다 셰라 곰고르라드 수수기 로데 템바다 셰라 템바다 셰라 인hingi 템바 녀샤라 केया थिरवा तिंदु शेनम गोम्बा थोने सुंगुदवा त्यस कारणले अघि स्मृति उपस्थानको ध्यान भावना भन्दाखेरि चाहिँ त्यो स्वयं तपाईको चाहिँ कि चाहिँ स्मृतिमा रूपान्तरण भएर भावना गरेको हुन्छ अथवा चाहिँ त्यो स्वयं प्रज्ञामा तपाईको रूपान्तरण भएर भावना गरेको हुन्छ हो त्यसैले गर्दा चाहिँ यहाँ चाहिँ ज्ञान आकारको भावना भन्ने कारण थियो हो ठीक छ तंगापति लेलाउरे फर्चे नम्दो ने कुमाताबु निस हो तक्कब दिल कुमा दिखारे सेना 템바 녀샤 गोम्बाला फर्दु चेबे छिंगु खासां आरांजो सांगिगी कु गोम्बे काबला कुमादे सांगिगी कु गोम्बाला फर्दु चेबे नमदोरवा ता 단다데 템바 녀샤 गोम्बाला फर्दु चेबे छिंगु खबरले सुन नापा फर्चु पाँचौं है त पाँचौं आयो बाधक चाहिँ तपाईको स्मृति उपस्थानको ध्यान भावना गर्दै गर्दै त्यसको बाधा के हो त भने बाधाको स्वरूप चाहिँ विकल्पहरू हो हैन विभिन्न प्रकारका कल्पनाहरू चोर जस्तो अर्थात् स्मृति उपस्थान ध्यान गर्नमा चाहिँ अवरोध गर्ने निमग्न र औदति आदि हुन् हैन त्यसो तदि होला गुम्छु निस लु छोर सिमजु शिगला मिग्ने या मिग्ले सो मिगपति छ अंगिचि राङदाङ ची छिङि नि सो ताने सुदे राङगि छिङि ची छिङि सोसो चेनेमा सांलो ताङनेस गोमला छ छदा सांलो ताने गोमसुदि थि जिन्दाङ युदु छेगरवा थि इन्जा थादा गोमसु खातु देला खरि सुंबारे लाना थनम गोबे थोने सुरेता रवा राङगिलो 템바 녀샤라 याके ने जिन्दाङ यु खरि छिगरे नाबा खरि छागरे सुदि राङगि लुजु सिमजु शिला मिङने राङगि छिङिदा ची छिङि नाबा शाने जिन्दाङ युदु छेने गोमगु योरे लदु चाम्बा थनम गोमदाङगाने लेसवा ओथे अब यहाँ भावना विधि शरीर वेदना चित्त र धर्म चारलाई आलम्बनमा राखी त्यसको स्वलक्षण त्यसको गुण चाहिँ स्वलक्षण तथा सामान्य लक्षण दुवै कल्पना गरी ध्यान गर्नेले चाहिँ तपाईको अनि स्मृति उपस्थानले चाहिँ त्यति बेला चाहिँ त्यो ध्यान चाहिँ तपाईको अर्थ आकारको ध्यान हुन्छ अर्थ आकारको भावना हुन्छ किनभने त्यो स्मृति उपस्थानले चाहिँ आलम्बन शरीरलाई तपाईको कल्पना गरिकन त्यो शरीरको चाहिँ स्वलक्षण अनित्यता आदि ध्यान गरेको कारणले चाहिँ त्यसलाई चाहिँ तपाईको अर्थ आकारको भावना पनि भन्छौँ ता गुम्छु खासे आदि श्यामला शेगु योजा धिचु श्यामसे तार yin छे त्यो दुएला त्यसको विधिहरू चाहिँ त्यो स्मृति उपस्थानको विधिहरू निम्न प्रकारको हुन् भनेर भन्नुभएको ता गोमदा 템바 녀샤기 गोमदा दिदिना सेबु शिबु सेशायो तामा रोप्चुलो शागिंदा 템바 녀샤 गोमजुङला नि राङगि छिङि गोमजु ची छिङि गोमजुलो 당보라 시체 류 슈구 게바 티테 당볼레소 류라 미네 랑기 칭이 미자와소 곰바
니바 사제기 초와라 미네 랑기 칭이 동아와소 곰바 숨바 셀라 미네 랑기 칭이 미다와소 곰바 시바 촐라 미네 랑기 칭이 다메바소 곰바 오라버레 अब यहाँ सजिलो छ यहाँ चाहिँ स्मृति उपस्थानको वास्तविक ध्यान विधि दुई प्रकारका छन् शुभ लक्षणको भावना तथा सामान्य लक्षणको भावना पहिलो शुभ लक्षणको भावनामा चार प्रकारको हुन्छ शरीरलाई आलम्बन गरी शुभ लक्षण अपवित्रता आदिको भावना गर्ने एउटा र शास्त्रमा वेदनालाई आलम्बन गरी शुभ लक्षण दुःखता आदिको भावना गर्ने दुईटा चित्तलाई आलम्बन गरी शुभ लक्षण अनित्य आदिको भावना गर्ने तीनटा र धर्मलाई आलम्बन गरी शुभ लक्षण अनात्मको आदिको भावना गर्ने 다 tembañe서 gum중어라 니세티 포지션이요 다가라체 슈구나 요버디다 찍어쳐라 다디 데데다 카르사 랑기칭이 gum주 돌되바 세셰데 월이요 그래 다니바 디 temba이나 알테쇼다 다가라이마다 디나라 레데다 포지션데 다니바 지칭이 gum주니 세주도와 대쇼와 데데디 데데 어야 니바 지칭이 검주 나랑도 빼져요래 빼졌어야 니바 지칭이 검주니 뒤제 탐절라 미네 세송아 미바 야첨부도와 뒤제 탐절라 미네 미다바 곰바 삭제 탐절라 미네 동아와 곰바 최 탐절라 미네 동시 다메바 곰바 तब ये नो छे अब यहाँ मनमा तपाईँको पटपट हामीले ध्यान दिनुपर्छ है अघि शुभ लक्षण भनेको चाहिँ एक एक विषय वस्तुप्रतिको गुणप्रति ध्यान गर्ने हो भने अब यहाँ चाहिँ दोस्रो पेज नम्बर 8मा छ है त दोस्रो सामान्य लक्षणको भावना विधि चाहिँ सबै संस्कृतहरूलाई धर्महरूले चाहिँ आलम्बन गरी अनित्यताको भावना सबै शास्त्रलाई आलम्बन गरी दुःखताको भावना र सर्वधर्मलाई आलम्बन गरी अनात्मको एवं शून्यताको भावना गरेको जस्तो हो दिशा 다 되는마 이기나라 세부여 검당시야 대다로 공도 셰베 템바니샤 시 검수 중세 세월 셴나스들이 다 디포지트 나라 코 똑똑도도 마도 레레니 티에요 마로티 내와체 먼저 쉬고 나라 차상 세부여 다 로고여다 당보 류 템바니샤 갑류 미자워로 검주라 체 류기 카도라 착베스다 숙부기 카도 저봐 치류 난글류 가리네 다 쪼쪼디 나란조 포담모 부이나 비메기 류라 착바 보모이나 부이 류라 착바 용거여와 디임바 인자 저기 쪼디샤네 대당 제베 다류 아니 간데지리나야 다 삼바들이 류기 카도라 다 류라 착당은 이요래 카도라 착바 류기 아니 가르수그리 입라 착바 때는 류기 렉자라 착바 망부여래 다 디나네 당보 류기 카도들레 송아 류기 카도라 착배 냠부르스디 매바서야게 체도 차유기 류 넘버원 바스타 미싱이기 수부디 도스타디 닝저부 요래때 칼레칼레 네기 심바타 때네 칼레칼레 네기 신네 아니 마 저게 나자 두르치 때네 마지 시가 라몰레 용데 아니 수부베 저거 옹공부다고 된데 차도야 어다 된데 아니 저게 수부베 갈레베 저기 낙부다고 차도야 되네 갈레 아니 저기 샤데마 뚜용데 마르부다고 된데 베타 마마 홍에 통용데 차버지데 게면도 신앙감다 기도 어다 된데 쓰고다 류 넘버 1 바탕 류 넘버 낙바탕 류 넘버 마르왈라 메네 류 미뚝베 두셔 곰바 숨세네 류기 카도라 차베 냠보 숨제 당부 디질로 नांदा अब यहाँ त्यसरी उक्त वर्णन 4 स्मृति उपस्थानको ध्यान विधिको बारेमा अलि प्रष्ट रूपमा चर्चा गर्दा चाहिँ पहिलो काया स्मृति उपस्थान भनेको शरीरप्रति तपाईँको चाहिँ भावना गर्ने काया स्मृति उपस्थानको बेलामा चाहिँ शरीरलाई अपवित्रताको भावना विधि यहाँ शरीरको रङ रूपप्रति उत्पन्न रागको प्रतिपक्षमा भनेको चाहिँ शरीरप्रति जस्तै अघि उहाँले भन्नुभयो जस्तै अब केटाहरूले चाहिँ केटीको शरीरप्रति चाहिँ धेरै राग छ भने राग उत्पन्न छ त्यो राग हटाउनको निम्ति चाहिँ उपायहरू हुन्छन्
र केटीले पनि केटाको शरीरमा धेरै राग उत्पन्न छ भने चाहिँ त्यसको एउटा हटाउनुको निम्ति एउटा उपाय हुन्छ शरीरको रङ रूपप्रति चाहिँ उत्पन्न रागको प्रतिपक्षमा हुनुको चाहिँ जब हामीलाई कुनैको शरीरप्रति राग उत्पन्न हुँदाखेरि चाहिँ त्यो रागले हटाउनुको निम्ति त्यस्तो प्रकारको रागलाई हटाउनुको निम्ति चाहिँ अनि हामीले के गर्ने भन्दा चाहिँ शरीर जबको चाहिँ बुढेसकाल आउँदाखेरि अनि बिस्तारै बिस्तारै तपाईँको चाहिँ रोग लाग्छन् रोग भएपछि उसको बिस्तारै बिस्तारै त्यो शरीरको रङ निलो कालो अथवा रातोमा चाहिँ परिवर्तन हुन्छन् भन्ने खालको चाहिँ भावना गर्नुहुन्छ यदि उहाँले भन्नु खोजेको रागको प्रतिपक्षमा निलो रङमा परिवर्तन शरीरलाई आलम्बन गरी शरीरप्रति अप्रिय संज्ञाको भावना गर्ने तपाईँको शरीरको स्वभाव चाहिँ यस्तो रहेछ भन्ने खालको चाहिँ कुनै सार छैन रहेछ भन्ने खालको भावना गर्नुपर्छ देजिक छांमेजिक सिदा पेना गेलोंसोगी ओने लुटेंबा न्यासा दिने गुमदु इन्डे तगु अर्दा दिने मिगी सुकबु दिने खेयों मी मशी खोंगी सुकबु शिगालामुगी सुकबु अनि सिनेमा दोदे अनि ngombo chawa nakbu chawa दिने मा चिक मारबु chawa ओ दिने की सुकबु दिन जोलया मिंगने अनि गोमग्यागो ति थांदा या योरे दिने गोम्या रवा ओ दिने गोम्या दोवा थिरे ओ दुस छिने दिने गोमग्याति थांदा सुंगदेगी योरे परदिशु सोवा ता सेलादि दिनाला दोवा ओथिरे ता दिनमा लोगी इंदा थांगी छाउनमा 류기 입라 착배 다 당기 류기 가도로와 다 니바 류기 입래 섭다 류기 입라 착배 년보를 차유기 류 넘버 세바 때문에 레샤 로 주죽주균 저기 줄국 니슈 숨주 수영아 다 집주 예매 뒷버로데 미수부디베 착부다고 차 샤드도 뱃거랑 지 약부차 빡빡도 너 약부차 덴데 갑라 차고 숙충부 쉬우지 레그 여러와 다 간담 쉬고데 로 집주대야 셴아 되는 업줄인데 아니 수부디 룩룩룩룩 차기도와 샤 착부 매와 아니 라블라블라블라 차 아니 동된저라라 아니 도루도루도루 아니 녀르마 통야다 되는마 방전이 차상 유무도와 어다 덴데기 토네 아 다이냐마도 찾아야 돼. 안 초가 지그래 가셔야 돼. 어떻게 하는데. 다 좋다 쇼 사래 다 우수요. 다도 쇼 매도 놀아야 돼. 야다. 율 제가 지나도 돼. 류기 입라 차베 옌버 차유기 류 넘버 세바. 다 디네 강점 쇼고 샤드도 테디 마마마 훌루차 아니 쉬인데 아니 아주 별로 이나다. 알링이라 수부코랑이 샤니 개줘야 요래. 근데 정말 뚜브제 아니 배 자고를 때야라 소바 용거라. 어다 딘데기 토네. 류 넘버 토로와라. 미네. 류 미두베 두셔 곰바 니세. 다들 류기 입인다. बुद्धको पालामा अनि भगवान गौतम बुद्धले भर्खर नयाँ बनिएको भिक्षुहरूलाई भिक्षुनी होस् भिक्षुहरू होस् उहाँहरूले चाहिँ पठाउनुहुन्थ्यो मसान घाटमा हैन अनि यसरी अब मसान घाटतिर पठाउनु भएर चाहिँ उहाँहरूले चाहिँ मान्छेको केटा होस् केटी होस् शरीरप्रति जुन एउटा रागलाई हटाउनको निम्ति उहाँहरूले चाहिँ बुद्ध भगवानले यसरी चाहिँ लामाहरूलाई भिक्षुहरूले चाहिँ पठाउनुहुन्थ्यो कि त्यहाँ मसानगरमा गएपछि मान्छेको मुर्दा शरीर उहाँहरूले चाहिँ त्यो मुर्दा शरीरले आलम्बन गरेर चाहिँ ध्यान गर्नुहुन्थ्यो र त्यही मुर्दा शरीर चाहिँ निलो रङमा परिवर्तन भएको कालो रङमा परिवर्तन भएको रातो रङमा परिवर्तन भएको इत्यादिहरू चाहिँ त्यसमा उहाँहरूले ध्यान गर्नुहुन्थ्यो त्यसरी ध्यान गर्दाखेरि चाहिँ अनि मान्छेको शरीरप्रतिको जुन राग चाहिँ तपाईँको चाहिँ अनि हटाउनको निम्ति चाहिँ सबभन्दा राम्रो उपाय चाहिँ उहाँहरूले यसरी गर्नुहुन्थ्यो दिशा 다 되는 데래 돼. 다 숨바 류 숨바사 계란도 안게 숨바죠. 다 류기 렉자라 착배 녀버 류 넘버 부이 식바다. 류 다배 부겸네 되는 수부나라 되는 부기 배 수부 돌려야 여러와 수부기 배들이 산에니 봐 이공대로와 세상가 류 넘버 부이 식바다. 류 규베 델웨 킹루스 다배 수부디 아니 부든조 가로 사차에 쇼고텔라 다디 사고 다 사차에 쇼고텔라 아니 루고 랑 통거로 킹루스나 때리다 어두제네 류 규베 데베 킹루 니라 미그네 류 미두베 두셰 곰바 니체 다야 디슈고라 안기 시바티고레 류기 닝고라 착바 땅아주 류기 체도 사야 동야 고야 때 류를 시부지 요규에 저러와 류를 시부지 제 직전부터야 여러 디 류닝고라 착배 닝보 시외로 요아 메발라 미네 류 미두베 두셔 곰바다 직
류기 카도 소다 차탐제리 안기 nga바티고다 당기 레레레레와 류기 카도 류기 입다 상마 류기 카도소 차탐제라 착베 냠버 류 킹루스 메네 곰바 찍데 류 미도바 곰베 로 구여사 미도바 곰베 로 구두다 류 템바냐 샤카블라 미도바 곰야 로 구여버 숭바터 곰바라 차오 스티자로 अब यहाँ म पढ्छु है त शरीरलाई अप्रिय रूपमा अपवित्र रूपमा ध्यान गर्ने भावना चाहिँ 9 प्रकारको रहेछ तपाईँको नम्बर चाहिँ यहाँ चाहिँ 2 नम्बर चाहिँ कालो रङमा परिवर्तित शरीरलाई आलम्बन गरी शरीरप्रति अप्रिय संज्ञाको भावना गर्ने रातो रङमा परिवर्तित शरीरलाई आलम्बन गरी शरीरप्रति अप्रिय संज्ञाको यी 3 भावना र शरीरको आकारप्रति रागको प्रतिपक्षमा राग उत्पन्न हुने शरीर अन्य प्राणीले खाएको भावना गर्ने र शरीर टुक्रा टुक्रा भएकोलाई आलम्बन गरी शरीरप्रति अप्रिय संज्ञाको भावना र शरीरको स्पर्शप्रति रागले हटाउन हेतु किराहरूले खाँदै गरेको शरीरप्रति अप्रिय संज्ञा भावना गर्ने र आन्द्राले मिसिएका कङ्काललाई आलम्बन गरी शरीरप्रति अप्रिय संज्ञाको भावना र शारीरिक सेवा सत्कारप्रति रागको प्रतिपक्षमा हलचल नभएका मुर्दा शरीरलाई आलम्बन गरी शरीरप्रति अप्रिय संज्ञाको भावना गर्ने र शरीरको वर्ण आदि सबै भागहरूप्रति रागको प्रतिपक्षमा शरीर कङ्कालको रूपमा कल्पना गरी भावना गर्ने यसरी 9 प्रकारका शरीर अप्रिय संज्ञाको भावनाहरू भनिए चाहिँ हामीले ध्यान गर्नुपर्दछ हो त्यसै ता तेने लु मिदोबा गोम्बे खब्दो देला किङरु गोम्यादि खेचम्बो सुङने किङरु गोमदादा डेने लु मिदोबा गोमजु मिक्से सुमसुङरे ति जे नाल योरे ता दि मालो शागिन्दा शेया लु मिदोबा गोम्बे छुला सुम योबाते ngomba जेले रुबा ग्याचु फरदोने टोशिन दिबे ले तांगबो कंगरु नेने थेजेबा तांगे जावा छेबर शे मिमे फरदो सिमजेबे यिला छेबा जोबा इ शेसुंबा तार ले तांगबोवे नेंजुर गोमछुदा चेक 용수 장완체베 nenjuru gomsu ni yila cheba 용수 제베 nenju gomsuda somo 당보니 랑게 깡베 태보암 떼와라 소바 가야 로와라 셈테데 샤르신 냐그네 르바 킹루 따라 까르 하게르 여바르메 대제 림기 랑게 류 릴보 킹루스메 대제 내강다 타르 갸즈 바도 킹루게 파르 캬바르메 미고 추르 되바나 치네 림기 되데 랑게 류 찍고 킹루스메네 수유테다 양양 일라체죠 곰바르 제바오 니바니 양 파르 킹루기 캬바르 메바나 나르신다 미고 추르 되바나 랑게 깡바 르버 메바 포르네 깡발레 신 랑게 류 항마 르버 메테 텔라셈 때바다 대제 림기 류체 르버 메네 텔라셈 때 대제 퇴베 체기 바 르버 메네 텔라셈 때지 곰바르 제바오 숨바니 양 파르 킹루기 캬바르 메바나 나르신다 미고 추르 되바나 랑기 류 항마 르버 메네 텔라셈 때바야 보네 랑기 미망이기 봐도 르바 퇴외 켜잖아 셈 때도 곰바르 제바오 제네 어디 디바도 नेन्जुर सुम्दिछ अब यहाँ 3 प्रकारका शरीर अप्रिय भावनाहरू मध्येमा चाहिँ अघि उहाँले भन्नुभयो शरीरलाई अप्रिय भावनाहरू मध्ये सबभन्दा राम्रो भावना चाहिँ कंकालको भावना गर्नु चाहिँ ठिक हो भन्छ 3 प्रकारका शरीर अप्रिय भावना विधिमा चाहिँ भारतको प्रसिद्ध बौद्ध भिक्षु वसुबन्धु विरचित अभिधर्म कोशमा चाहिँ समुद्रसम्म हड्डी व्याप्त र समेटिएर प्रथम कर्म र खुट्टाको हड्डीदेखि माथाको आधा भागसम्म पठाएर अभ्यास गर्नु भनिएको छ 2 आँखाको बीचसम्म चित्तले ग्रहण गरेकाले मनस्कार पूर्ण हुन्छ भनिए चाहिँ आदि कर्मी साधाको योग भावना विधि परिशोधन कृत योग भावना मनस्कार परिपूर्ण योग भावना विधि गरी 3 प्रकारको हुन्छन् 9 पेजमा छ है त पहिलो ध्यान आफ्नो खुट्टाको बुढी औँला वा माथा आदि जुनैमा चित्त एकाग्र गरी मासु कुहिएर सडेर हड्डीहरू कंकाल जस्तो सेतो सेतो भयो कल्पना गर्नु त्यसपछि क्रमशः आफ्नो पूरा शरीरलाई कंकालको भावना गर्नु त्यसपछि आफ्नो कोठा घर तथा अन्तमा समुद्रसम्म कंकालले भरिएको कल्पना गर्नु र आलम्बनलाई यता समेट्दा बाहिरबाट क्रमशः संग्रह गरेर मात्र आफ्नो शरीरलाई कंकालको भावना पटक पटक गर्नु पर्दछ र दोस्रो भावना फेरि उता कंकालले भरिएको कल्पना गर्दा पहिलो जस्तै र आलम्बनलाई यता समेट्दा खुट्टाले हड्डीको कल्पना छोडेर खुट्टा बन्द अन्य आफ्नो शेष शरीर हड्डीको कल्पना गरी त्यसमा चित्त एकाग्र गर्नु त्यसपछि क्रमशः
शरीरको आधा भागलाई हड्डीको कल्पना गरी त्यसमा चित्त एकाग्र गर्नु, त्यसपछि माथाको आधा भागसम्म हड्डीको कल्पना गरी त्यसमा चित्त एकाग्र गर्नु। तेस्रो भावना चाहिँ फेरि उता कङ्कालले भरियो कल्पना गर्दा पहिला जस्तै र आलम्बनलाई यता समेट्दा आफ्ना शेष शरीरलाई हड्डीको कल्पना गरी एकाग्र चित्त पनि छोडेर चाहिँ आफ्नो दुई परेला बिचसम्म बुढी आउँला जति हड्डीको कल्पना गरी चित्त एकाग्र गरी भावना गर्नुपर्छ। सम्भव वा 올라래 숨바 차송아 차송. 어야 다 됐네 양 동아와 고매기 아니 신지 가려서나 신야 류 동아에 오 임베 내다부 류디 나자기 중공 동에 잡고 내 임베 뗀다부 동알 무수께베 천자다부 동알 균이께베 도다부 기지를 신 직베 메닥바 랭용이 싹바다 제베 동아와 랑갸웨 다도 마주베 다메바오시 일라체네 곰바라 차오 스티바도 류 템바니샤 차버리 शरीरको दुःखको स्वरूप भएकाले शरीर भनेको चाहिँ दुःखको स्वरूप भएकाले चाहिँ रोग जस्तो हो र तीव्र दुःखको रोग भएकाले ट्युमर जस्तो र प्रत्यक्षतः दुःख उत्पन्न भएकाले शस्त्र जस्तो र पारम्परिक रूपमा दुःख उत्पन्न भएकाले विष जस्तो क्षण प्रतिक्षण नाश हुँदै जानाले अनित्य र कर्म तथा क्लेशका शास्त्रयुक्त भएकाले दुःखता र आत्माको स्वतः सत्ता नभएकाले अनात्माको मनस्कार गरी ध्यान भावना गर्नुपर्छ। 올라서 대인지 류 템바니샤 차다 초와 템바니샤레다 니바 사제기 초와라미네 동에서 곰바니 서로한 대화래 무수 데베 세바스 다 도용알라 세베 착바기고 하래 초와 동에라 미네 아니 무수 직세 수디 동알라 직네 동에다 카테되기 아니 되찾기고 하래 직세 계신 규네 동알 깨와서 동알 교회 동에 캬바도 동알서 깨와서 서로의 니믹라 셈 되지 곰바이 신야 초와라 미네 미다서 공달 곰바를 제바오 세네 초와 템바니샤 차 अघिसम्म चाहिँ काया स्मृति बस्न सक्यो भने अब यहाँ चाहिँ वेदनाको छ। दोस्रो शास्त्रमा वेदनालाई आलम्बन दुःख आदिको भावना सुखी वेदनाबाट प्रत्यक्षतः काम तृष्णा र दुखी वेदनाबाट चाहिँ प्रत्यक्षतः सत्काया तृष्णा उत्पन्न हुन्छ र पारम्परिक रूपमा चाहिँ अन्य दुःख उत्पन्न हुने आदि वेदनाको दोषहरूमा एकाग्रचित्तले भावना गर्नुपर्छ। 다비 슈구집에 되는 당보 숨바 셈라미네 메닥바 소 곰바네 수데 셈 템바니르 샤시고레 셈라미네 통마리 균기 메닥바 자족이 기지기 규라 락바 곰 데네 기지 타워 땅네 기지라 직베 랑신 임바 레바라삼 기지마 타모곰 데네 셈데 믹소 왕실라 땐도 메바 고객베 토바 메징스 랑신기 ö세와 소 셈기 오다 셈기 젤레 셈 상에 소라 딱신 제네 따네 메닥바다 동아와 동아 담에발로 소 아니 곰바티 인자 메다바소 곰바 제바오 비엔제게 셈 템바니르샤 사레 तेस्रो चित्तको आलम्बन गरी अनित्यताको भावना गर्ने चित्तमा आलम्बन गरी सर्वप्रथम प्रवाह रूपी अनित्य अर्थात् कार्य सम्पन्न क्षण स्थूल परिवर्तनको भावना गर्ने त्यसपछि क्षणहरूलाई सूक्ष्म पारेर चाहिँ क्षण प्रतिक्षण नाश हुने स्वभाव भएको राम्ररी विचार गर्ने त्यसपछि त्यो चित्त आँखा आदि इन्द्रिय विज्ञानमा देखाउन नहुने र स्थान अवरोध गरिने असङ्गत हो र स्वभावतः प्रभास्वर आदि चित्तको स्वरूप चित्तको प्रक्रिया राम्रो नराम्रोहरूमा परीक्षण गरेर चाहिँ अनित्यताको आदिको भावना गर्नुपर्छ। 올라서 다 되네 시바 최 템바니샤 곰지드레 시바 최라미네 담에서 곰바니스 최대 공세 류소로 셈소 마임베 최신 랍송아 최 템바니샤 시베 최대 류당 서로와 셈바 숨마인킹기 최상만 두고래 류소로 셈소 마임베 최신라미네 랑갸웨 다도 마주바당 양 최상보 참바다 닝지다베 연댕기 링남 냠솔랑와르 차와 임바 착당 따비 균진기 링남 도르자르르 땅네 일라체죠 고머르 체바 이 고머르 체바 이 스티바도 최 템바니샤 곰주체 다 템바니샤 시 간데지 곰바 이나야 디모고 남균의 곰 간데지 갸기 이나야 곰 갸왈라 남도 체외 토네 균용나 아니 우중우 공거래 송야라 곰베캅 남도 셰체나 디님보르 우중우 곰바르 송바니
लाओस खाजान ठी छारे ता यांगे शे मगवा छे हो चौथो धर्मलाई आलम्बन गरी अनात्माको आदिको भावना धर्म अर्थात् काया वेदना र चित्त यी तीन रहित अन्य धर्म विषयलाई आलम्बन गरी आत्माको स्वसत्ता नभएको एउटा र भद्र धर्म अर्थात् मैत्री करुणा जस्ता चित्तका राम्रा गुणहरू अभ्यास गर्ने पछाडि हेर्नुहोस् है राग द्वेष जस्ता दोषी गुणहरू त्यागिने कुरामा परिश्रमद्वारा मनस्कार गरी भावना गर्ने हो र ध्यान गर्ने समयमा धेरै विकल्पहरू उत्पन्न हुन्छ भने चाहिँ त्यसलाई हटाउनको निम्ति चाहिँ श्वास प्रश्वासको भावना गर्न भनिएको भएर त्यो गर्न सजिलो छ ता सेबरे सोवा ता देजी सिदा ते पर सेदा ता टेम्बा न्यर्शा गोम्बे काब्ला थान्ता टेम्बा न्यर्शा सिगोदा टेम्बा न्यर्शा गोम्बे काब्ला जो 당부 제곰 남고다 제곰 당보 데 제곰 스토와 다 टेम्बा न्यर्शा लु टेम्बा न्यर्शा 초와 टेम्बा 세면 최저만 곰당 차상 세부도 디토네 제곰 체네 야후 겹 데 제곰 야후 종사회 슈고데라 아니 미바다 남바 찍라 랑기 셈데 샤네 아니 니바텔라야 아니 조금 전에 아니 조금 돼 자고 그래서 전방에 시작할 당부 제공 되는 조금 अब यहाँ स्मृति उपस्थानको भावना गर्दाखेरि सबभन्दा पहिला हामीले चाहिँ विचार भावना गर्नुपर्छ कुनै पनि आलम्बनप्रति विचार भावना गर्ने त्यसपछि अनि स्थापना भावना गर्ने 어야 됐어 다 되는 데를 야 말해 그 단계 차차 다 될래다 어야 다 단단 전방에 시작합라 동이 검당지 아니 송구도와 어다 된데기 동이 검당도 제대다 마음바 티초 그래 동이 검당대야 믹스기 티나마도 다가서 검토고 말해 스티 shum마 티체 अनि स्मृति उपस्थानको बेलामा चाहिँ शून्यताको बारेमा पनि स्मृति उपस्थान गर्नु भनेर भन्नुभएको छ त्यति बेला चाहिँ अब त्यो चाहिँ पछि तपाईँहरूले भन्छ अर्को त्यसै 다 되네 가발레 소세나 게바 템바 녀샤 곰베 디보암 거바스다 템바 녀샤 곰나 평영 가리요레 세테 다디 빼잖아 세부여 세야 자외 사제 게바 세네 자외 사제 게바 템바 녀샤 곰베 자외 사제 게바 템바 녀샤 곰베 디보암 거바니 템바 녀샤 곰베 거바니 짱데 따다도 짐베 님부르 곰바 임베 lü mi zangwala zangwar zimba tangi shu tsarwa dunga wala dewar zimba mitak pala takbar zimba da me bala dadu zimbe lo chinju lo shidwa zangde tada du zimbe nyembur gomba yimbes ti khate cha meba sebe chedu gomba yimbe te gomba la tene chinju lo ge lo shi mike ba ti negab gu khaba che tarba thoba sogi khobam dibu yinos 타바토바 소니 아니 디디브레 라레다 네데 타마데 쿠바 템베 쿠바샤다 템바니샤 공공고네 네갑기 미유디 친절로 로시 까야 터두데 타르바 당 탐지케마 상기 고만토에 테레스 पेज नम्बर 10 मा भावना स्मृति उपस्थान भावना गरेका फल वा प्रयोजन चाहिँ स्मृति उपस्थान भावना गरेको प्रयोजन भनेको चाहिँ अघि हामीले अपवित्रताको चाहिँ के भन्छ उल्टो तपाईँको पवित्र हो त्यसपछि दुःखको उल्टो सुख र नित्यको उल्टो अनित्यको उल्टो नित्य र तपाईँको के भन्छ अनात्मको उल्टो चाहिँ आत्मग्रह हो त्यस्तो प्रकारको प्रतिपक्षमा चाहिँ ध्यान गरेकोले ती ध्यानद्वारा चार विपरीत मति उत्पन्न हुँदैन अघि माथिको चाहिँ त्यसपछि अन्तमा चाहिँ अनि मोक्ष प्राप्ति आदिको लागि प्रयोजन तथा फलस्वरूप हुन् भन्नु भन्नुभएको ता 템바 녀샤 자외 사제 게기 돈네 템바 녀샤 차상 지슈차송와 대체 다 디슈고델라 다 가상 니마 시게갑기 곰지 갸네 테스 야르게 두그로와 다 디슈고라 템바 녀샤 곰용데 곰 야르게 테스 두그로와 다디 야르게 도차나 다 가르쳐거래 수르데 공도 셰바 딸 곰 지당 수디 니마 시기 룩티티체 템바 녀샤 수디 다린 셰바체 곰치다 템바니죠 곰스나 레버 셰테 냠뇽 중세 톱데 곰 냠레 공벨 자와르 되나 다둥 곰 야르게 땅에 되나 다 가르쳐 그래 셈네 구당 시네다 하동소 도초게 곰 냠레라 주거차 다 내림 토와 다 시네 코랑 곰 거래 하동 코랑 곰 거래 세네 내림 토와디
디직체와 다디 하고야 된다라 돼 신의 검단기 꼬티리 다디 shum마 키란조 레레네 상마 티야레 그래서 마옴바 신의 검단 차상되나 용거리 다디네 대 학동 검단레 다디라 잠베양기 고바르샤의 금전 10월 학동 검도 제바치도 시럽거 시럽 야구 용야라 주진 잠베양라 때네 시럽 깨토버지기 배전 나오나 시작해봐요 대인자 학동 검거레스 디파르도 알리직자로 나온다 अब यहाँ अस्ति हामी 4 दिनसम्म तपाईँहरूले एउटा साधारण ध्यान सिक्नुभएको छ र आज चाहिँ हामीले स्मृति उपासनाको ध्यानको बारेमा पनि सिक्यौँ र अझ पनि हामीले अब सिक्न चाह्यो भने चाहिँ यहाँ उपरोक्त अनुसार सामान्य ध्यान र स्मृति उपासना भावना विधिहरू राम्ररी बुझेर अलिकति अनुभव प्राप्त भएर ध्यान साधनाको उन्नति गर्न इच्छा छ भने सूत्र पक्षका 9 चित्त स्थिति यहाँ अघि देखाएको थियो सूत्र पक्षका 9 चित्त स्थिति र समथ विपसनाहरूमा लाग्नुपर्दछ त्यसपछि अझै छमल हेर वा लारे लोरो त्यसपछि अझै गम्भीरताले ध्यान साधना गर्न रुचि छ भने सामान्य तन्त्रयान र दिमारे देशवा ता दोचो छ ता गे लोगा भी स्याते थेने थादुङ गोम न्यामले टिङसप ला सोता दोचो गी गोम गी माछेबा थादुङ टिङसप तंगे ना थेने थादुङ गोम न्यामले टिङसि चावर देना nganglam chida chebar nga lame gi gom nyamle la jukte satere ta de sia rumo de sia denala de tidoa sanga doje tebe gom nyamle ta chungma kiran zo labyare sanga doje tebe gom nyamle ta gishi soso gom nyamle tardu nga lame gi gom nyamle sen tere अघि त्यसपछि अझै गम्भीरताले ध्यान साधना गर्न रुचि छ भने सामान्य तन्त्रयान र विशेष अनुत्तर तन्त्रको ध्यान साधनामा प्रवेश गरेर भने यहाँ देखाएको छ प्रत्येक 4 तन्त्रका ध्यान अभ्यास र उत्कृष्ट उत्तर तन्त्रको ध्यान अभ्यास ता यिना या देन्जु टेदे थादा टेमाङयाशा सेया द चिदाङ गोम योङडा ल दुस देशे ग्याप अनि चिदाङ मोटु चम्दे छ ललो देवा मेनाया खोरा थङेर यना देशे ग्याप थाङमने गोम ग्यागि लुङदा ठिकी छिलब गना ललो गे देवा न्याबर छाउ हाबर दो ngala le yongde lama do lome dewa mashana kanjumanju she yo mare she ya de ya bet de kyabra tane 당에 lame 게 gomshi ge shosene che yo mare khora me sawa thone kangdu jidu ge thigoye chagoyo re अब यहाँ ध्यान साधना गर्दाखेरि चाहिँ अब परिचय मात्रै हो भने अनि गुरु शिष्यको सम्बन्ध राख्नुपर्ने जरुरी हुँदैन तर म पालना गर्छु अभ्यास गर्छु व्यवहारिक रूपमा उदार्छु भन्ने खालको हो भने चाहिँ अनि ध्यानको अभ्यास गर्दाखेरि चाहिँ गुरु शिष्यको सम्बन्ध चाहिँ बनाउनु पर्ने हुन्छ र ती मात्र होइन कि गुरुबाट आगम व्याख्या र तपाईँको चाहिँ अनि अभिषेक इत्यादिहरू चाहिँ प्राप्त गर्नुपर्ने हुन्छ र विशेष तपाईँको चाहिँ तन्त्रयान सम्बन्धी तन्त्र सम्बन्धी तपाईँको हामीले चाहिँ अनि ध्यान गर्दाखेरि चाहिँ त्यसमा तपाईँको चाहिँ पब्लिकली तपाईँको चाहिँ आम जनताको रूपमा दिने त्यस्तो हुँदैन एउटा गुप्त प्रकारले गुरुले चाहिँ एउटा गिन्ती पनि तपाईँको चाहिँ एउटा सानो गिन्ती शिष्यहरूले चाहिँ दिने चरण त्यस्तो एउटा प्रचलन छ त्यो चाहिँ हामी ध्यान दिनुपर्ने हुन्छ दिछे ता देने दे ता थामा तेला ता ngaraङ जोगी ता या nga lame thi nane thartu ani chugyu shi so gi sim shindu thawa dende ji gi thone ta shiregi phoru chimba thartu gobe ji ta sungu yore a tengne khoya yore hongi tengne khoya yore zoba chimbu gi zola zo ati ngudowa sawan debe kala hong zo yungudowa khari ne khangda nga lame gi gom thartu chi deshe gya yore जब अनुत्तर तन्त्रयान अब अन्तिम तपाईँको चाहिँ तहमा हो अन्तिम तहको जब अनुत्तर तन्त्रयानको चाहिँ भावना गर्दाखेरि चाहिँ त्यो अक्षरले तपाईँको चाहिँ अनि उत्कृष्ट प्रज्ञा पारमिता जनाएको हुन्छ र हुङले तपाईँको चाहिँ गुह्य समाजा भन्छ गुह्य समाज इष्टदेवको चाहिँ एउटा चाहिँ जनाएको हुन्छ यहाँ धेरै ता खेबामिन्दो ता थन्दा दोर देवा यिना अनि नाङबे गोमदि हाजाङगी ग्याचमबो पुथाबो हालेबच दोवा धेरै ता दिगेदि ngaranju pena chigita ngarang moine hudapada number 6 le deshi shibare lozawe hudapada gyurare ti kweba di number 6 ge gomnyamne nagne tenjur same milula thola mandowa thenda dema tanggo tinda dewa de dowa gomnyamle la jugde
텐저 nye kashin jiglawe milu der nyingbo lawala bebar chawo stadi nye bugul re namusala अब यहाँ मैले तपाईँहरूलाई सक्दो चाहिँ प्रयास गरेर तपाईँहरूले चाहिँ सरल प्रकारले अनि सबै कुरा चाहिँ ध्यानको सम्बन्धी मैले बुझाएँ तपाईँहरूले पनि अब चाहिँ एउटा बुद्धको अनुयायीको नाताले चाहिँ अब यी कुराहरूले चाहिँ एकदमै एउटा ध्यानपूर्वक हामीले चाहिँ तपाईँले प्रयास गर्नुपर्ने हुन्छ प्रयत्न गर्नुपर्ने हुन्छ अध्ययन गर्नुपर्ने हुन्छ अभ्यास गर्नुपर्ने हुन्छ त तिने दि चिक्ता nye ngone di shugo chikar dusalana ta talen di tenji devar jongare kale mangbu gyani chongaro ta nye zomen da wodan de she gya de ngai ma chashu ta dene ma chene pui thola tigen dang apagi computer na la power point na la tigen da remus gen di dr nobuche quran la tuche se che pei thola pege ne pei thola gyurgen de ngaranzo anda gyagane tsunge tale kirugni theyor chudim lama da chudim sangmo koranzo phupu ngi yore khonye ge nangso dele tuche che tene powerpoint nangla changma sudik chegen di nepal ki di sudik di danda giant tugur muje nangso tuche che o dos chonda tuche ta tale tharing gomkor di rob cha ta khasang anzu lungdil ha yore di shugu seje shugu pya da tene ore di shugu la ya zerim te sore anda lung ha de da lung pya da ane labcha chil ha de yo di anda shugu shugu che all ta le chujo simcha